सुरुवात क्लास टीचर कक्षा कोठामा गएर विद्यार्थीलाई यसरी ल्याउनुपर्छ। ताली बजाइदिनु भएछ। यसलाई लागू गर्नु होला, यसलाई लागू गर्नु होला, नभए त यो पैसा खनाएको अर्थै छैन। ध्यान लगाएर गए, अर्को लाइन लगाइदियो भाइ, अर्को लाइन लगाइदियो, छिटो छिटो अर्को लाइन लगाइदियो। त्यो झोला बोकेको पनि छिटो छिटो अर्को लाइन। सर यता पठाउनुहोस् लाइन। ताली बजाऊ, ताली बजाऊ, ताली बजाऊ। ताली बजाऊ सबैले, ताली बजाऊ विद्यार्थी भाइबहिनीहरू। ल्याइसकेपछि ताली बजाऊ। चन्द्रमा तपाईँको लाइन कुन चाहिँ हो? लाइन बराबर गरौँ। यताबाट पनि बोलाइहालौँ, यताबाट बोलाउनुहोस्, यताबाट पनि बोलाइदिइहाल्नुहोस्, यताबाट पनि बोलाइदिइहाल्नुहोस्, यताबाट पनि बोलाइदिइहाल्नुहोस्। त्यसरी स्कुलको सुरुवात हुन्छ। अर्को लाइन बनाउनु भाइ। ल हेर्नुहोस्, एकजना सरले त्यसरी चाहिँ लाइन बनाउनुभयो भने लाग्छ बच्चा कहिल्यै पनि टाइम भए लाग्दैन। त्यसले कक्षा शिक्षक सधैँ लाइनको अगाडि आउनुपर्छ। शाबास आउनुहोस् म्याम। आज हेर्नुहोस्, मान्य मन्त्रीज्यू, एउटा क्लास शिक्षकले बच्चालाई कक्षा कोठामा गएर यसरी लाइनमा ल्याउनु पर्दो रहेछ। ताली बजाइदिनु होला सबैले, यसरी ल्याउनु पर्दो रहेछ। एसेम्ब्लीमा आज एकजना म्यामले कसरी एउटा बच्चालाई